चाहिँ जाँदैछौँ। हामी तपाईहरुलाई टोयोटा पार्कको नजरिया देखाउँछौँ। टोयोटा पार्क पुगेर हामीले हजुरहरूलाई त्यहाँको नजरिया देखाउँछौँ जुन ओम हस्पिटलको छेउमा रहेको छ। सो हामी चाहिँ आज मौसम पनि एकदमै गर्मी छैन, एकदमै कुल होइन। जुन अब के भन्छ अरे त्यो घाम पनि लागेको छैन, बादल रहिरहेको छ र हावा पनि लागिरहेको छ। त्यसै कारणले गर्दा चाहिँ हामी अहिले जाँदैछौँ होइन, एकछिन रेस्ट गर्नको लागि। एकछिन जुन होइन एकछिन न म्याम। अनि चाहिँ हामी त्यहाँ अब होइन गएर चाहिँ एकछिन हावा खाने कुरा गर्ने, दिमागलाई चाहिँ फ्रेस गराउने भनेर चाहिँ हामी जाँदैछौँ। सो एकदम कामले चाहिँ मेन्टल अलि होइन अलि हुन्छ नि त, एकछिनलाई फ्रेस हुन चाहिँ जाँदैछौँ। सो हेर्नुहोस् हामी जम्मा 80जना टिम छौँ, तर हामी चाहिँ धेरैजना हजारौँ भन्दा पनि धेरै छौँ कि हामी जुन अफिसमा चाहिँ हामी बिजनेस पार्टनरहरू जुन हामी चाहिँ बिजनेस गर्छौँ होइन। सो अरू के भन्नु र, अब हामी पुग्दैछौँ यता टोयोटा पार्कमा। के भनौँ? हेलो नमस्कार नमस्कार। ह्यापी मदर्स डे। ए हजुर सम्पूर्णमा जुन अब गाइस पानी पर्न आँट्यो। आकाश गडङ गुडुङ गर्दैछ। म्याम एउटा गीत गीताइदिनु न प्लिज। सुम्पिए हृदय मेरो नतोडा, जीवनको बाटो चलामो एक्लै बिचमा नछोडा। सुम्पिए हृदय तिमीलाई, हृदय मेरो नतोडा, जीवनको बाटो चलामो एक्लै बिचमा नछोडा। मिठो स्वर। हेर कान्छा मल्टिरिसलाई बिजनेसले भर्यो। बिजनेस गर्ने सम्पूर्ण हाम्रो यता बिजनेस पार्टनरहरू एक्लै नछोड्नु होला भनेर भन्दछु। एउटा गीत गीताउ न, राम्रो लाग्छ मलाई। सो मलाई मनपर्ने गीतहरू माझमा प्रस्तुत गर्दैछु होइन। स्वर चाहिँ त्यस्तै अब राम्रो नराम्रो होला, तर पनि एउटा जस्ट ट्राई चाहिँ हामी गर्दैछौँ होइन। सो आकाशैमा चिलोकी बेसारा, आकाशैमा चिलोकी बेसारा, दुई दिन माया लाइदेऊ न कि बिछारा, दुई दिन माया लाइदेऊ न कि छोरा, दुई दिन माया लाइदेऊ न कि बिछारा, लाइदेऊ न कि बिछारा। सालला बच्छ सुनको सिनाले बालुवा बगरमा, बाँचुन्जेलसम्म हाँस्खेलै गरौँ मरे त खोला जङ्गलमा। जिन्दगीको भरोसा के छ र, जिन्दगीको फोटोहरू पनि ठुलो ठुलो भइसकेछ। दुई दिनमा हेर्नुहोस् गाइस। सो हामी यहाँ टोयोटा पार्कमा आइसकेका छौँ। सो यहाँको नजरिया चाहिँ अब कस्तो लाग्यो हजुरहरूलाई होइन। हामी चाहिँ यहाँ टोयोटा पार्कमा आइपुगेका छौँ। हेर्नुहोस् हेर्नुहोस् गाइस, हामी यहाँ टोयोटा पार्कमा उपस्थित भइसकेका छौँ। अनि पछि सो यो चाहिँ हेर्नुहोस् ओम हस्पिटल पनि त्यहाँ नजिकै देखिरहेको छ।
र यहाँ ओम हस्पिटल नजिकै हामी यहाँ सो यहाँ टोयोटा पार्कमा चाहिँ हामी बस्न आइरहेका छौँ होइन। यहाँ नजिकै चाहिँ धोबी खोला रहेको छ र धोबी खोलाको छेउमा चाहिँ टोयोटा पार्क रहेको छ। यसलाई चाहिँ बैजनी पार्क पनि भन्ने गरिन्छ होइन। सो हेर्नुहोस् गाइस र हजुरमा चाहिँ म यति नै भन्न चाहेँ ल। अब हामी चाहिँ यहाँ बसेर हामी चाहिँ एकछिन रेस्ट गर्छौँ, आराम गर्छौँ। सो यति भन्नुहोस् न मनिका राणाजी, हजुरहरूको लागि हजुरहरूको केही भन्न चाहे मन्तव्यहरू राखिदिनुहोस् न। मेरो छोरी मनिका राणा मगरको प्लिज सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। माथि पुर्याइदिनु मेरो छोरीलाई। थ्याङ्क यू सो मच ल दुवैजनालाई थ्याङ्क यू सो मच। वेलकम। ल लास्टमा ह्याप्पी मदर्स डे। ह्याप्पी मदर्स डे। ल ह्याप्पी मदर्स डे सबैजनालाई।